तो हेलो गाइस, गुड मॉर्निंग। तो आज मैं जाऊंगा जबरा फुटबॉल खेलने। तो भैया मुझे लेने आया है, मैं स्कूटी में जा रहा हूँ। आज हम लोग का सेकेंड राउंड गेम है। तो गाइस मेरा फ़ोन थोड़ा सा बिगड़ गया था बोल के मैं अभी डायरेक्ट मैच यहाँ पर से दिखा रहा हूँ आपको। तो अभी हम लोग का सिटी हो चुका है। अभी हम लोग का जो टीम मीटिंग हो रहा है, टीम मीटिंग करने के बाद हम लोग का गेम स्टार्ट होगा। तो आज हम लोग का सेकेंड राउंड है गाइस। तो फर्स्ट राउंड तो हम लोग का भैया खेल चुका है, भाई लोग जीत चुका है 1-2 गोल से शायद। और अभी मैं आया हूँ सेकंड राउंड में हम लोग का। गाइस ज़्यादा बात नहीं करके तो गेम में आपको दिखा रहा हूँ। तो चलो गाइस गेम देखते हैं और आप लोग भी इंजॉय कीजिए। हम लोग का गेम अभी स्टार्ट हो चुका है। तो अभी फर्स्ट शॉट है वो लोग का, तो वो लोग शॉट करेगा। तो रेफरी का अभी सिटी हो चुका है गाइस। तो हम लोग शॉट मान रहे हैं। हम लोग का गेम स्टार्ट है। अच्छा सा शॉट मारते हुए कीपर ने अच्छा पकड़ लिया था। आउट। फर्स्ट है हाफ है ना गाइस। तो स्लो गेम थोड़ा सा स्लो ही होता है। तो पता है जो आप लोग फुटबॉल खेलते हो तो वो लोग को पता ही होगा कि गेम फर्स्ट हाफ में बहुत स्लो ही होते हैं। आज मैं खेल रहा हूँ लेफ्ट साइड डिफेंडर। तो ऐसे तो मैं भैया लोग से खेलता हूँ या स्ट्राइकर खेलता हूँ, नहीं तो विंगर खेलता हूँ। तो भैया लोग बोला आज मैं डिफेंस खेलने के लिए, तो डिफेंस का जो नहीं था तो इसलिए डिफेंस खेल रहा हूँ। ठिक थियो तर यहाँ असफल र अहिलेसम्म कुनै फलाफल भएको छैन यहाँ। र दर्शकबिन म पहिले क्षमा चाहन्छु कि हजुरहरूबाट कि नेटको समस्याले गर्दा निकै रुकी चलिरहेछ र यसमा तपाईले र यो किस्टुपुरको लागि पहिलो कर्नर सुटआउट कुदेकै गर्नुपर्ने छ। यो किस्टुपुरको लागि पहिलो किस्टुपुरद्वारा तर असफल, गोल हुनुमा कुनै परिणत भएको छैन यहाँ। यहाँ किस्टुपुरले निकै दबावमूलक राख्दै यहाँ एउटा चान्सेस थियो तर र 5 जना जोडिसक्नुभयो र यसमा नि भएन मलाई चाहिँ। एकता युनाइटेड किलाराम जोतले पनि यहाँ पहिलो कर्नर सुटआउट प्राप्त भएको छ। यहाँ सायद यहाँ गोल हुने चान्सेस छ 75%। राम्रो प्रहार चाहिँ थियो तर केही मात्रामा निकै रोमाञ्चक खेला चलिरहेछ यहाँ। जुन चाहिँ सेतो जर्सीमा देख्दै हुनुहुन्छ एकता युनाइटेड क्लब हुनुहुन्छ भने पिङ्क जर्सीमा वाइसिबी न के हो वाइबिसी किस्टुपुर। राम्रो प्रहार, राम्रो चान्स। यहाँ किस्टुपुरले निकै दबावमूलक राख्दै एकता युनाइटेड विरुद्ध चान्स राम्रो छ। निकै नै बाहिर प्रहार देख्न सक्नुहुन्छ।
र केही मात्रामा नेटको डिस्टर्ब चलिरहेछ र दर्शकबिनहरूमा पहिले क्षमा प्रार्थी छु कि केही छिन मात्रा डिस्टर्ब हुनेछ र हजुरहरू लाइनमै बसिरहेर हेर्नुहोस् होला। अर्को साइडमा जाँदैछ यहाँ किस्टुपुरले अगाडि बढाउँदै। किस्टुपुरको लागि फ्री किक फेरि अर्को यहाँबाट सुनेर मौका छ। हाम्रो गोलरक्षक राम्रो चान्स छ यहाँ। पहिले विल्सिल बजिसकेको छ र निकै डिस्टर्ब चलिरहेछ यहाँ टावरको। किस्टुपुरको एउटा चान्स छ यहाँ। पहिले ब्याट्सम्यानको झन्डा खडा भइसकेको छ र दर्शकबिन पहिले क्षमा चाहन्छु कि मेरो निकै डिस्टर्ब दिइरहेको छ आज र खेला स्टार्ट भएको 9 मिनट चलिरहेको छ र अहिलेसम्म कुनै तर्फमा गोल भएको छैन र सेतो जर्सीमा देख्दै हुन्छ युनाइटेड क्लब किलाराम जोत हुनुहुन्छ भने पिङ्क जर्सीमा देख्दै हुनुहुन्छ किस्टुपुर। अहिलेसम्मको फलाफल 0-0। निकै राम्रो प्रहार देख्न सक्नुहुन्छ। राम्रो प्रहार, राम्रो पास। यहाँ अर्को पनि कर्नर सुट हुन्थ्यो तर बाच यहाँ पहिले फल्टको सङ्केत। र दर्शकबिन अहिलेसम्मको फलाफल 0-0 र कति रोशनी छेत्री भर्खरै स्टार्ट भएको भन्दै हुनुहुन्छ। निकै टाइम भइसकेको छ खेला भएको। यहाँ किस्टुपुरको लागि राम्रो चान्स। ओहो राम्रो सुनेर मौका थियो। प्रहार पनि राम्रो छ र गोलरक्षकले राम्रोसँग बचाई आफ्नो जीवनदानबाट मुक्त हुनुभयो र यहाँ एक युनाइटेडले अगाडि बढाउँदै यसमा विल्सिल र यहाँ प्रवेश भइसक्नु भएको छ र ट्रिटमेन्टको लागि र केही मात्रामा खुट्टामा चोट आए जस्तो छ। यहाँ सिभिल मेडिकल टिमद्वारा यहाँ ट्रिटमेन्टको कार्य भइरहेको छ। यहाँ 1 ड्रपको चान्सेस, 1 ड्रप दिनुहुन्छ सायद र निकै टावरको डिस्टर्ब चलिरहेछ। यहाँ एक युनाइटले अगाडि बढाउँदै र दर्शकबिन अहिले देख्दै हुनुहुन्छ यो सेतो जर्सीमा एकता युनाइटेड किलाराम हुनुहुन्छ भने यहाँ अगाडि बढाउँदै
ओहो गोलरक्षकले राम्रोसँग बचाउनुमा सफल र पिङ्क जर्सीमा देख्दै हुन्छ किस्टीपुर र अहिलेसम्मको फलाफल 0-0 र दर्शकबिन सेकेन्ड हाफदेखि राम्रोसँग हजुरहरूको समक्ष देखाउने प्रयास गर्नेछु र अहिले मिलाउनमा अलिक चान्सेस छैन र चलिरहोस्। हल्का फुल्का यो डिस्टर्ब हुन्छ र यसमा कोही त्यो छैन, एकछिन मात्र डिस्टर्ब हुनेछ र चलिराख्नेछ र अहिलेसम्मको फलाफल 0-0 र जुन सेतो जर्सीमा राम्रो प्रहार थियो यहाँ एकता युनाइटेडका खेलाडीद्वारा। राम्रो चान्स छ यहाँ, राम्रो गोल गरी किस्टीपुर 1 हुनुहुन्छ भने एकता युनाइटेड 0। राम्रो प्रहार गरी यहाँ किस्टीपुर 1-0 को बढत र अहिलेसम्मको फलाफल किस्टीपुर 1 हुनुहुन्छ भने एकता युनाइटेड किलाराम जोत 0। र पहिलो हाफको 15 मिनट चलिरहेको छ यहाँ। निकै राम्रो प्राइस गर्नुभएको थियो तर गोल हुनुमा असफल र यहाँ आउटको राम्रो चान्स थियो यहाँ तर यहाँ चोट लागे जस्तो छ। हुन्छ नि त्यस्तो डिस्टर्ब हुँदैन, चलिरहेको चाहिँ हुँदैन कि राम्रो हुन्थ्यो। र दर्शकबिन यो सेतो जर्सीमा देख्दै हुनुहुन्छ एकता युनाइटेड किलाराम जोत हुनुहुन्छ भने निकै सुन्दर गोल गरी किस्टीपुर 2 हुनुहुन्छ भने राम्रो प्रहार थियो तर यहाँ र दर्शकबिन अहिलेसम्मको समय 16 मिनट चलिरहेको छ र अहिलेसम्मको फलाफल किस्टीपुर 2 हुनुहुन्छ भने एकता युनाइटेड 0। जुन चाहिँ पिङ्क जर्सीमा देख्दै हुनुहुन्छ किस्टीपुर 2 गोल हुनुहुन्छ भने सेतो जर्सीमा देख्दै हुनुहुन्छ एकता युनाइटेड क्लब। तो गैस हम लोग का गेम अभी ख़त्म होने वाला है और गैस हम लोग 2-0 से हार गया है। तो गैस आज के लिए वीडियो इतना ही, मिलते हैं नेक्स्ट वीडियो में।